हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म जाँदैछु उर्लाबारी। अनि आज चाहिँ स्पेसल डे परेको रहेछ। ह्याप्पी भ्यालेन्टाइन्स डे सबैजना मेरो भिडियो हेर्ने भ्युवर्सहरूलाई। अनि सबैजनाले मनाउनुहुन्छ होला आजको स्पेसल डे आफ्नो आफ्नो स्पेसल मान्छेहरूसँग। हाम्रो चाहिँ कोही पनि स्पेसल मान्छे छैन, त्यही भएर हामी चाहिँ अब आफ्नै कामतिर लागेको। भेना त कस्तो बिल्ला हानिराख्नु भएको रहेछ हौ। भेनाले त त्यहाँ बसेर तपाईँहरू के कुरा गर्दै हुनुहुन्थ्यो बुढाबुढी मेरो बारेमा? ल मलाई थाहा भइसक्यो फिक्स। हेर्न हेर हेर हेर्न हेर भन्दै मेरो कुरा काट्दै हुनुहुन्थ्यो दुईजना भएर। मलाई बाल मतलब हजुर मैले चाहिँ भ्लग बनाउँदै थिएँ, तर मेरो दिदी भेना चाहिँ यता साइडमा बसेर मेरो कुरा काटिराख्नु भएको रहेछ। ल ठिक छ, आफ्नो टाइम आएगा, आफ्नो टाइम आएगा। म पनि लाग्छ गाइस म चाहिँ अब भेनाको यस्तो ज्याकेट लगाएर म चाहिँ अब चल्दिएको हैन। ल भेना हिँड्नु जाउँ। हजुर त्यो तपाईले बोक्ने ब्याग पछाडि बोक्नु न। उयो चार्जर छ हैन त्यस्तै हैन त त्यस्तै त आन्टी ल अर्कोमा यो फिक्स यही हो, यहाँ लगाइदिने हो, लगाइदिने हो। हजुर यो फोनबाट भरे मम्मीलाई कल गर्नुपर्ने के हो? त्यो ब्याग बोक्नु न। झर्ला नि मोबाइल चाहिँ गोजीमै हाल। त्यति साह्रो झर्दैन होला त सानो अगाडि बोक्छु। यहाँ अगाडि छ। यसो यहाँ गाइस हामी चाहिँ अब फाडी अगाडि बोक्छु के अगाडि बोक्छु। यहाँ अगाडि छ। यसो यहाँ गाइस हामी चाहिँ अब फाडी भिडियो बनाउनु के हुँदैन छोरी 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 हाम्रो छोरी चाहिँ यहाँ ब्युटिफुल भएर हाम्रो राम्री छोरी परी छोरी हाई गरिदेऊ हाई गरिदेऊ। कति राम्री छोरी वाउ, के भएको छोरी तिमी? कस्तो राम्री छोरी वाउ ब्युटिफुल। ए हाम्रो छोरी चाहिँ कुर्ता लगाएर छुम 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 भइरहेछ। छोरी यसो गर्दै न आन्टीलाई, आन्टीसँग। ए आजभोलिको बच्चा बच्ची के भएको क्यामेरा अगाडि जानै मान्दैन यार। उसलाई हेर्नु त्यहाँ अवस्था छ। अब यस्तो हो नि, भिडियो बनाएपछि अलिकति यस्तो चलपोल गर्नु पर्यो होइन। यो ब्यागमा चाहिँ के हाल्नु? खाली भयो मात्रै। म बोलेको सुनेर मेरो दिदी हाँसेर दियोस् रहेछ। मलाई यो ज्याकेट मलाई ठुलो हुँदा रहेछ, तै पनि ठिक छ, हावा आउँदैन, धुलोहरू बस्दैन होला। यता तलको बाटो चाहिँ आज धुलै धुलो हुन्छ नि, त्यही भएर सेफ्टीको लागि यो चाहिँ लाउनु पर्ने हुन्छ। ला त्यो चाहिँ मलाई लगाइदिनुहोस्, यो कपाल त बाँधेर भाइ गएको। हामी चाहिँ अब भरे तल पुगेर म तपाईँहरूलाई देखाउने छु। त्यस्तो स्पेसल त केही पनि छैन, त्यो आफ्नै कामले जान लागेको, त्यही पनि बाटोमा देखाउँछु म तपाईँहरूलाई। बाई ल हिँड्नु बेना। ल गाइस हामी चाहिँ अब फाइनल हिँडेको होइन। मेरो दिदी लोबिनी चुइयाले चाहिँ यहाँनिर यो फाल्दा पनि हुन्छ, यो फोहोर भइसक्यो, यो पुरानो, तर यो लोबिनी चुइयाले चाहिँ यो नफाल्ने भन्दा यहाँ चाहिँ पुरै सफा गरेको छ। फाल्दा भइहाल्छ नि, फाल्दा हुन्छ क्या सिस्टर, न्यु किन्न बाई यसलाई यहीँ राख्ने हो क्या? देखाइदिनु न यहाँ कस्तो बाई। देखा न यहाँ म कसरी राख्छु यसलाई भनेर। यतिकै राख्ने हो क्या? आमा गर्मीले मरे। लु लु जाउँ बेना। अनि यहाँ खुट्टा पुस्नुहुन्छ नि त। वाउ ब्युटिफुल माई सिस्टर, नदेखा कस्तो राम्रो आइरहेछस् हुन्छ किलो छ। छोरी। तिमी जाने होइन कि बाबा र आन्टी मात्रै जाने हो। छोरीले चाहिँ हामीलाई पछाइरहेछ। आन्टीले एकचोटि माया गरिदिनु। भेना नानी रुयो लु नरुनु न, नरुनु नरु नरौ छोरी नरौ। भरे आन्टीले टाका ल्याइदिन्छ बाई। यहाँ छोरीले चाहिँ यहाँ पछ्याएर रुइरहेको, यहाँ चाहिँ पछ्याएर दुईजनै रुइरहेछ। बाई छोरी बाई। आन्टीले भरे
सो गाइस हामी चाहिँ यहाँ लेटाङ जाँते हुँदै हामी चाहिँ यहाँ आइपुगेको छौँ। अहिले हामी कहाँ आइपुग्यौँ बेना? जाते खोला पारी जाँते खोला पारी सकिन आँट अब यता ढिला रमिते भइसक्यो। डाँडा जाने बाटोतिर बाटो चाहिँ यता जाँतेतिर चाहिँ दामी रहेछ है बेना। ड्याम्स छ बाटो ड्याम्स। हामी चाहिँ अब स्तर र चिलमा यस्तरी उडेर हिँड्ने हो। कराउँदै गर्मी चाहिँ लास्ट गर्मी भएको रहेछ आजभोलि होइन। त्यही माथि मैले यो ब्ल्याक कलरको लगाएर आएँ, घाम सबै तारेर म यहाँ मर्ने बेला भइसकेँ। यहाँ चाहिँ आइपुग्यौँ। कति टाढा हो, म त निन्द्रा लागेर गर्मी आम्मामामा के हो यस्तो। सामान लिन आएको तर कस्तो अब मान्छे नै हुनुहुन्न जस्तो छ। अस्ति पनि यत्तिकै फर्केको हो। यस्तो यस्तो हालत पछि त देखो। ओ माई गड, झन् व्हाइट कलरको लगायो भने यस्तो फोहोर हुन्छ भनेर यो मैले ब्ल्याक लगाएर आएको। मैले कस्तो झन् यस्तो फोहोर भइरहेको छ। बाटो चाहिँ बिचमा मात्रै अलिकति राम्रो रहेछ। बाटो चाहिँ लास्ट खतम। आजभोलिको बाटोहरू के भएको, सबै बाटोहरू भनेको नयाँ नयाँ बनाउँदैछ। अनि अब के गर्नु, यस्तै जानु पर्यो। टकटकाउँछु यसलाई चाहिँ म टकटकाइदिन्छु हल्का। यसलाई चाहिँ हल्का टकटकाउनु पर्ने हुन्छ होइन। छ्या भेना टकटकाइदिनु न हौ। ले छ्या अनि फोटो खिच्नै पाएको छैन। मेरो लुगा सबै फोहोर भयो। अहिले तल बाटो गर्नु क्या बाटो अझै बाँकी नै छ। कति उलाबारी चौधै कति टाढा कति तल हो? तल जानुपर्छ नि, भित्रै निकै तल हो। निकै तल जानुपर्छ। अन्त अहिले उस्तै हुन्छ फेरि। हसिना हो यो मान्छे आउँदैन जस्तो। म त यो मान्छे कुन चाहिँको लुगा, यहाँ चाहिँ मान्छेहरू हेर्ने चाहिँ यो नानीको लुगा रहेछ। मैले नै टकटकाइदिन्छु मेरो ज्याकेट चाहिँ। छैन कि छैन तिनीहरूले नत्र अनि कसरी थाहा हुँदैन हो त। अनि नदिनु आँटेको कि अब खायो अब नत्र थाहा भइहाल्छ नि होइन। सामान अर्काको ल्याएपछि को त उसको बुढी होला नि त। बुढीहरूलाई किन थाहा हुँदैन हौ। अझै बाटो नराम्रो छ। यस्तै छ। यहाँ चाहिँ अङ्कल चाहिँ हुनु नरहेछ, त्यही भएर भेना चाहिँ अङ्कल खोज्नलाई माथि जानुभएको छ। म चाहिँ यता बसिरहेको छु। अब सबै फोहोर लागेको छ नि त। म चाहिँ यहाँ क्लिन गर्दै बस्छु ल। अलिअलि फोहोर भएको अब अझै उता पुग्नलाई कति छ, अझै कति फोहोर लाग्ने हो। सो गाइज हामी चाहिँ फाइनली आइसकेको छौँ यहाँ। यहाँ चाहिँ मासु पाक्दैछु।
मासु यहाँ चाहिँ माइजूले मासु पकाउँदै हुनुहुन्छ यता चाहिँ खाना यता चाहिँ दाल होला आम्मा भ्लग बनाएर उयो हरियो धान समाउनु ल अब ल आम्मा यता तल चाहिँ बारी बारी के गेस्टहरू होइन आउनु भएन फुल नदेखाउनु हात देखाउनु है कस्तो आइरहेछ राम्रो छ यहाँ चाहिँ अब म फोटो खिच्छु यो चाहिँ के हो धान हो है यो धान हो धान त यति बेला रोप्ने हो त अनि धानै हो यता तोरीबारी देखाइदिनु तोरीबारी जुम गरेर फेरि 0.5 मै लगिराख्नु भएको थियो होइन म यहाँ देखाइदिनु हुन नि तपाईँ कसम पस हाई मधेर आयो होला है तपाईँ आउनु न छैन आएको मधेर त आएको छैन आमा यो तोरी फलेको बेला चाहिँ फुलेको बेला चाहिँ म आउनु पर्ने रहेछ कि म त यहाँ कुदी कुदी भिडियो बनाउँथेँ तलसम्मै छ तोरी तोरी लाउनु यहाँ फोटो खिचिदिनु अब भयो ल हामी चाहिँ अब फोटो पनि खिचिसक्यौँ भिडियो पनि बनाइसक्यौँ फोटो भिडियो चाहिँ कस्तो आएको छ थाहा भएन भेनाले कस्तो खिच्नु भएको छ तर हामी चाहिँ अब गएको गएर हेर्नु पर्यो नि त अब गएर हेर्छु ल भयो 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 तपाईँहरू मेरो पछाडि चाहिँ देख्न सक्नुहुन्छ तोरीबारी यो तोरी चाहिँ अस्ति फुलिसकेको रहेछ अलिक फुल्ने बेलामा चाहिँ आउनुपर्ने रहेछ लेट भएछु म तल आँखाले भेन्जेलसम्ममा तोरीबारी तोरीबारी छ अनि बिचमा चाहिँ अलिअलि एक दुई कठामा चाहिँ उयो रहेछ धान रहेछ पसिना हो म चाहिँ यहाँ छु भन्नाले त मेरो भिडियो बनाउनु लागेको कस्तो बनाइदिनु भयो यहाँ चाहिँ कलको पानी युज हुँदो रहेछ म तपाईँलाई कलको पानी देखाउँछु ल आयो यहाँ चाहिँ कलको पानी युज हुँदो रहेछ कलको पानी त गनाउँछ नि त कस्तो मलाई लाज भयो त्यही भएर म चाहिँ ब्लग अब यहीँ बन्द गर्छु उता गएर बनाउँछु ल गाइज हामी चाहिँ अब घर पुग्न लाग्यौँ है अनि अब ब्लग एडिट गर्नु चाहिँ अहिले म पाउँदिनँ होला त्यही भएर म चाहिँ यो ब्लग यहीँ एन्ड गर्न चाहन्छु सबैजनाले हेरेर लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई